साँच्ची त्यसलाई थोते चाहिँ किन भनेको हौ? को त्यही गोविन्दको कुरा गरेको? प्रधानको घोडीको पुच्छर काट्नु गएछ, घोडीले जोर लात्ती हानेछ। घोडीको पुच्छर चाहिँ किन काटेको रहेछ हौ काका? त्यही त। खै दुम्सीलाई पासा लाउनु काटेको भन्थ्यो, मलाई के थाहा। होइन हौ काका, त्यो साइला त्यत्रो खतरा शिकारी थियो र? कहाँको शिकारी हुनु नि, रहर गर्यो नि केटोले। पुच्छरे काट्दा त के लत्ताले हान्थ्यो र घोडीले? किन लात्ती हानो त्यो त मलाई के थाहा। कि त्यही घोडीलाई थाहा छ कि त्यही साइलोलाई थाहा छ। लाउनु त त्यसले 3 महिनामा दाँत लाएर ल्यायो नि, तर त्यतिन्जेलसम्म सबैले थोते थोते भनिसकेका थिए। यसपालि चाहिँ घरजाम गर्न आएको रे भन्छ। भनेपछि त यो कार्तिकेहरूको दसैँ आएछ त।